नमस्कार, म हुँ निकेश कोटेरिया र तपाईँहरूलाई आजको यो जनप्रसको एपिसोड नयाँमा स्वागत छ। आजको नयाँ एपिसोड रहेको छ एपिसोड 6, जहाँ हामी कुरा गर्न गइरहेको छौँ काठमाडौँ 3 नम्बरको बारेमा, जहाँ यसपालि भने उज्यालो पार्टीका कुलमान घिसिङ हुनुहुन्छ र राष्ट्रिय स्वतन्त्र पार्टीका हुनुहुन्छ यसपालि राजुनाथ पाण्डे। हजुरहरूले राजु पाण्डेको नामले सुन्नु नै भएको होला। काठमाडौँमा डोजर आइसक्दा बालेन र राजुको नाम चाहिँ सँगै नै आउने गरेको छ। अलिकति वर्ड स्लिप खाइरहेको छ र आजको भिडियो चाहिँ विशेष उहाँहरूको विषयमा रहेको छ। हुन त रामेश्वर फुयल, रामेश्वर समथिङ जस्ता नेताहरू पनि, रमेश अर्याल, रामेश्वर समथिङ फुयल के नेताहरू पनि उठ्नु भएको रहेछ कम्युनिस्ट अनि नेपाली काङ्ग्रेसबाट। तर उहाँहरू दुवैजना मध्ये पनि अझै सबैभन्दा पपुलर हुँदै आएर चाहिँ पक्कै पनि नयाँ उज्यालो पार्टीका कुलमान घिसिङ, पहिलाका हाम्रा विद्युतका मन्त्री, हामीले चाहिँ अहिलेको मोडर्न समयमा चाहिँ एउटा लाइट अफ नेपाल भनेर पनि यदि कसैलाई नामाकरण आफै दिनु पर्यो भने कुलमानजीलाई दिँदा हुन्छ भन्ने जस्तो अनुभूति पाएको थियौँ उहाँबाट, उहाँको एउटा कार्यकालबाट, सफल कार्यकाल पश्चात। र एउटा काठमाडौँमा चाहिँ हडपिएका जग्गाहरू चाहिँ कसरी फिर्ता भए भन्दा पाण्डेजीको जिन्दाबाद भन्दा फरक नपर्ला झैँ लाग्छ। र आजको भिडियो त्यसै सुरु गरिदिउँ, किनकि हामी यो क्षेत्रको होइनौँ र उहाँहरूको विषयमा धेरै कोट्याउने कोसिस पनि धेरै हामीले सायद नै गरेका छैनौँ। यो भिडियोमा थोरै धेरै कुराहरू रहेका छन् जुनलाई म भन्न गइरहेको छु। अब जस्तै हाम्रो क्षेत्रहरूमा त विभिन्न एउटा भनौँ न पक्कै पनि धेरै कुराहरू सुधार्नु पर्ने जस्तो हुन्छ। तर एउटा परिपक्व काठमाडौँ सहरमा मलाई लाग्दैन कि फोहोर व्यवस्थापन अलिकति त्यहाँको एउटा स्थानीय तहमा बसेर काम गर्दा थोरै धेरै त्यहाँको स्थानीयको कुराहरू अलिकति हुन्छ नि, त्यो बाहेक धेरै कुराहरू त्यहाँ विकास गर्नुपर्छ जस्तो मलाई चाहिँ लाग्दैन। किनभने हाम्रो जस्तो ठाउँ र त्यहाँकोमा फरक भने निकै नै हुन्छ, एउटा आकाश पातल नै फरक हुन्छ विकासको हिसाबले पनि। हामी जहाँ एउटा बेसिक बाटो बनिनुपर्छ भन्छौँ त्यहाँ बाटो बनिसकेको हुन्छ, जस कारणले त्यो विषयमा धेरै आवश्यकता मैले त्यहाँको विषयमा बुझ्न सकिनँ। यो मेरो अनेस्ट एन्सर हो। र मलाई चाहिँ जहाँसम्म लाग्छ भिडियोमा चाहिँ मैले आफ्नो एउटा पोइन्ट अफ भ्यू मात्रै दिन आँटेको छु कि उहाँहरू मध्ये कसलाई चाहिँ यसपालि रोज्दा बेटर हुन्छ भनेर, र कस्तो पपुलारिटी के कस्तो रहेको छ, प्रोभाबिलिटी के कस्तो हुन्छ भनेर म भिडियोमा थोरै भन्ने नै छु। र फर्स्ट अफ अल चाहिँ मलाई चाहिँ लाग्छ योपालि सायद राजु पाण्डे सरले चाहिँ सोसियल मिडियाको हिसाबले जित्नुहुन्छ, तर फ्याक्ट वाइज त्यहाँको यदि स्थानीयहरूलाई हेर्ने हो भने, उहाँहरूको मनलाई बुझ्ने हो भने कुलमान सर पनि त्यत्तिकै बलियो देखिनुहुन्छ। र जहाँसम्म कुरा रह्यो यसपालि काठमाडौँ 3मा चाहिँ बेस्ड अन मान्छेहरूको त्यो भोटिङ पोलहरू पनि मैले देखि नै रहेको थिएँ, त्यहाँ अधिकांशले चाहिँ सोसियल मिडियामा चाहिँ विशेष गरिकन राजु पाण्डेलाई नै रुचाउनुहुन्छ। उहाँको जुन त्यो एउटा नगरपालिकाको चाहिँ नगर समथिङ उहाँ त्यो हुन्छ नि एउटा प्रहरी, नगर प्रहरीको एउटा समथिङ राम्रै दर्जाको सिपाही पनि हुनुहुन्छ, एउटा भनौँ न एउटा मिलिट्री पर्सन हुनुहुन्छ, जस कारणले गर्दा उहाँको पनि एउटा इमेज स्ट्रङ रहेको छ। र मेरो विचारमा प्रोभाबिलिटी चाहिँ पक्कै पनि यसपालि आई गेस 60% राजु पाण्डेले, 40% कुलमान घिसिङले जित्नुहुन्छ जस्तो लाग्छ। हुन त यी दुईटा व्यक्ति नै सक्षम छन्। एकजना राजु पाण्डे सर भन्ने चाहिँ अब नयाँ मेरो चाहिँ कसरी म गर्न सक्छु यो पदमा रहेर भनेर एउटा एक्सपेरिमेन्ट गर्दै हुनुहुन्छ भने, कुलमानजी चाहिँ पहिला पनि एकचोटि भइसकेर चाहिँ नेपालमा कसरी गर्न सकिन्छ कामहरू भनेर देखाउनु भएको उदाहरण रहेको छ। जस कारणले उहाँ दुवैजनाको एउटा क्लिन पर्सनालिटी भएको व्यक्तित्व हुनुहुन्छ। मेरो विचारमा चाहिँ सायद राजु पाण्डेले यसपालि बाजी मार्नुहुन्छ कि जस्तो लाग्छ। आजको भिडियो के कस्तो लाग्यो? आज एकदमै सर्ट एन्ड स्विट छ, किनभने धेरै रिसर्च अरूको ठाउँको विषयमा हामीले यदि सोसियल मिडिया नै चलायौँ भने पनि आन्तरिक कुरा धेरै थाहा पाउन सकिन्न। आफूलाई थाहा भएका कुरालाई नै प्रस्तुत गर्ने नै एउटा मैले कोसिस गरेको थिएँ, जस कारणले डेली भिडियो कन्टेन्ट अनुसार आज चाहिँ काठमाडौँ 3लाई थोरै धेरै हामीले हेरेका थियौँ। थाहा छ मलाई यो भिडियोमा धेरै कुरा भित्री हेर्न सकिएको छैन, तर बाहिरी जति जे कुरा गर्न सक्थेँ मैले त्यो कुरा गरेको छु। आजको भिडियो के कस्तो लाग्यो प्लिज प्रतिक्रिया दिन नबिर्सिनु होला। र भोलि नयाँ भिडियोको साथ हामी उपस्थित हुने नै छौँ, किनकि अब मौन अवधि रहेको छ, नेता बन्द, अब म जस्ता व्यक्तित्वहरू बोल्न सुरु गर्ने बेला आएको छ। र आजलाई चाहिँ यति नै। हस्त, नमस्ते, जय नेपाल।